साथीहरू स्याहाँ गर्दै हामी अब अनन्त लिङ्गेश्वर आइपुगेका छौँ। हेर्नुहोस् त यो ल यस्तो उकालो चढेर अनन्त लिङ्गेश्वर आइपुगेका छौँ। अनन्त लिङ्गेश्वर यो पनि भक्तपुरमै पर्छ। साथीहरू अब अनन्त लिङ्गेश्वरको दर्शन गरौँ है त। लिङ्गेश्वर हजुरहरू एकचोटि चाहिँ अवश्य पनि आउनुपर्ने रहेछ अनन्त लिङ्गेश्वर। साथीहरू एकदमै रमणीय ठाउँ रहेछ। म चाहिँ पहिलोपल्ट पुग्दैछु यहाँ। हेर्नुहोस् त यहाँ यस्तो पोखरी पनि रहेछ। संरक्षण र चिनारीको खाँचो रहेको ठाउँ हो अनन्त लिङ्गेश्वर। ल चराचुरुङ्गीहरूको यस्तो रमाइलो पनि छ यहाँ साथीहरू। यो हो अनन्त लिङ्गेश्वर मन्दिर। साथीहरू यो हो अनन्त लिङ्गेश्वरको मन्दिर। ल भिडियोबाट भए पनि दर्शन गर्नुहोला। भगवानको अब चाहिँ गफ सुन्ने बेला अब मान्छेको गफ सुनेर हुन्छ र। साथीहरू यसरी यहाँ चाहिँ कुटी पनि यसरी रहेको छ। यहाँ चाहिँ सायद हाम्रो पार्वतीहरू बस्नुहुन्छ होला। हेर्नुहोस् त यो चाहिँ यता चाहिँ जस मेन्टेनै रहेछ। यताबाट नि जाने ठाउँ छ जस्तो लाग्छ साथीहरू। एक्सप्लोर गरौँला।
अब हामी अनन्त लिङ्गेश्वरबाट निस्किसकेका छौँ साथीहरू। अब यो पछाडिको बाटो भएर कहाँ पुगिन्छ? छन त यो माथिसम्म नै स्कुटरहरू आउने बाटो रहेछ, तर अलिक कच्ची भएर हामी चाहिँ यहाँ स्टेप स्टेप हिँडेरै गइरहेका छौँ। एकचोटि हजुरहरूलाई यहाँको सिनारी सबै देखाउँछु म, एकचोटि हेर्नु होला। ल यसरी सबै पछाडि हेर्नुहोस् त, सबै भक्तपुर यहाँबाट मजाले राम्रो सिनहरू देखिन्छ। यहाँ हेर्नुहोस् साथीहरू, यहाँ पाइलट बाबाको आश्रम पनि देख्न सक्नुहुनेछ। यो देखिएको जङ्गल चाहिँ टाढाको सूर्य विनायक जङ्गल र पाइलट बाबाको आश्रम सुन्नुभएकै होला, यतैतिर छ। ल राम्रोसँग आज भक्तपन्त लिङ्गेश्वर महादेवको पनि दर्शन गरियो। हेर्नुहोस् त, यहाँ पनि यस्तो बाटो चाहिँ छ छन चाहिँ कहाँ पुग्छ चाहिँ थाहा छैन, एकदमै कच्ची बाटो। हामी चाहिँ हिँडेर आएका हौँ स्टेपबाट। अब यही बाटो हिँड्दै हिँड्दै कहाँसम्म पुग्छ हामी हिँडेर जानलाई जमर्को गरिरहेका छौँ। ल यहाँबाट पनि देखिन्छ। ल यो झाडीबाट मैले यसरी देखाएँ हजुरलाई यो भक्तपुरको सिन। ल यस्तो छ है। भक्तपुर आउनुभयो भने अवश्य पनि अनन्त लिङ्गेश्वर दर्शन गर्नुहोला। हेर्नुहोस् त यस्तो कच्ची बाटो, हामी कच्ची बाटो हिँड्दै हिँड्दै गइरहेका छौँ साथीहरू। यो हामी महादेवको मन्दिरबाट फर्किने क्रममा हो। यो चाहिँ स्कुटर पनि आउने बाटो हो हुन चाहिँ, तर यो बाटोमा चाहिँ अलिक गाह्रै होला जस्तो लाग्यो। हामीले स्कुटर चाहिँ ल्याएनौँ। हामी चाहिँ अघि नै स्टेप भएर आएका थियौँ। अब फर्किन चाहिँ यो स्कुटर आउने बाटो भएर कस्तो रहेछ, कतिको टाढा रहेछ भनेर एक्सप्लोर गर्नलाई हामी यो बाटो हिँड्दै हिँड्दै आएका छौँ।